स्वदेशी नि आउँछन् यहाँ विदेशी नि आउँछन् पिरतीको भाका हाली मिठो गीत गाउँछन् ओ माया ठमेल बजारमा कति आए कति गए ठमेल बजारमा कति आए कति गए ठमेल बजारमा तिमी मात्रै छौ सानो मेरो नजरमा। नमस्ते नमस्कार यहाँहरू सम्पूर्णलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु र सबैजनाले सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। पक्कै पनि भिडियो हेरिसके पछाडि एक सब्सक्राइब चाहिँ अवश्य पनि गरिदिनु होला भन्न चाहन्छु। र यति बेला म दरबार मार्ग र ठमेलको बिचमा ठ्याक्कै ठमेल चोकमा छु है। यहाँबाट सिधै गयो भने रत्नपार्क सुन्दारा हुँदै तपाईको त्रिपुरेश्वर थापाथली हुँदै ललितपुरसम्म पुग्न सकिन्छ र यतापट्टि लेफ्ट साइडपट्टि चाहिँ यता दरबार मार्ग हो है। यो बाटो जानुभयो भने चाहिँ तपाईहरु नारायण हेटी म्युजियम प्यालेस राजदरबारको मेन गेट हुँदै तपाईहरु उता नक्सालसम्म पुग्न सक्नुहुनेछ र म भने अब तपाईहरुलाई चाहिँ ठमेल भिजिट गराउन चाहन्छु। कृपया भिडियो सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला र सबैजनाले लाइक सब्सक्राइब कमेन्ट र साइडमा रहेको बेल आइकनलाई पनि थिचिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। र यति बेला म ठ्याक्कै ठमेलको गेट नजिकै आइपुगेको छु है। यहाँहरूले देख्न सक्नुहुन्छ यो ड्रिम्स अफ गार्डन हो र यहाँबाट सिधै म बिस्तारै जाँदैछु ठमेलतर्फ। पक्कै पनि यहाँहरूलाई के देखिन्छ कस्तो देखिन्छ सबै कुराहरू यो भिडियो मार्फत सम्पूर्ण कुराहरू यहाँहरू सबैजनालाई देखाउन चाहन्छु। पक्कै पनि भिडियो चाहिँ स्किप नगरिकन सुरुदेखि अन्तिमसम्म हेर्नु होला है। निकै सुन्दर छ, एकदमै राम्रो छ ठमेल। यसै त यो पर्यटकीय क्षेत्र पनि हो। विश्वका विभिन्न कुना काप्चाबाट आउने पर्यटकहरू सर्वप्रथम यही स्थानमा आउने गर्छन् किनकि यो भनेको पर्यटकको लागि एकदमै सेफली र मनोरञ्जन गर्नको लागि निकै रमाइलो र सुन्दर एरिया पनि मानिन्छ र पक्कै पनि यहाँहरू सबैजनाले भिडियो चाहिँ हेर्दै जानु होला। र यतिखेरको बसाइमा म भने सञ्जय कोषको बिल्डिङ छेउछाउमा आइपुगेको छु। यहाँबाट अलिकति अगाडि सञ्जय कोष चोक पनि छ है र म चोकमा चाहिँ पुग्न लागेको छु र हेर्न सक्नुहुन्छ है झिलिमिली कस्तो राम्रो देखेको छ। ट्याक्सी बाइकहरू साइडमा रोकिएर बसिएको दृश्य पनि देख्न सकिन्छ। पक्कै पनि यति बेला भने म ठ्याक्कै ठमेल चोकमा आइपुगेको छु। ठमेल चोकको सञ्जय कोष चोकमा है, सञ्जय कोष चोकमा आइपुगेको छु र यहाँबाट अब मेरो प्रस्थान भनेको चाहिँ नर्सिङ चोकतर्फ हुनेछ है त। र यो भनेको एउटा भिआइपी चोक पनि भन्छ है, भिआइपी लन्च एन्ड रेस्टुरेन्ट बार यो माथि छ। र ठमेलमा विभिन्न प्रकारका दोहोरी साँझ डान्स बार क्लब रेस्टुरेन्ट बार पबदेखि लिएर हरेक कुराहरूको मनोरञ्जन लिन सकिन्छ ठमेलमा। पक्कै पनि तपाईहरु पनि यदि मनोरञ्जन लिन चाहनुहुन्छ भने रमाइलो गर्न चाहनुहुन्छ भने यो स्थानमा आउन सक्नुहुनेछ। पक्कै पनि यो स्थान भनेको सबैको लागि सधैँभरि खुल्ला नै हुनेछ र यहाँ कुनै किसिमको डर तरास भने खासै हुँदैन पनि भन्नुपर्छ। तर आफू सेफली भएर हिँड्न सक्नुपर्छ है। यहाँ बाटोमा लुटेर हिँड्ने मान्छेहरू पनि हुन्छन् होला चाहिँ, तर त्यसको लागि चाहिँ तपाईहरु आफै सेफ्टी हुनुपर्ने हुनेछ। आफू सेफ भएर आउनुहोस्, घुम्नुहोस्, रमाइलो गर्नुहोस्, रमाउनुहोस् है। सबैजनालाई यही भन्न चाहन्छु। र यति बेलाको बसाइमा भने म ठ्याक्कै नर्सिङ चोकतर्फ आइपुग्दैछु है त। नर्सिङ चोक आइपुग्न लागेको छु र नर्सिङ चोक कस्तो रहेछ यहाँहरूले राम्रोसँग हेर्नु होला। निकै सुन्दर छ यो चोक। सर्वदा सबै पर्यटक तथा स्वदेशी विदेशी सबैजना आएर रमाउने रमाइलो गर्ने ठाउँ भनेको चाहिँ यही ठाउँ नै हो। सबै मान्छेहरू चाहिँ प्रायः जसो यो चोकमा नै आइपुग्छन् है र यही चोकबाट चाहिँ यताउता सबै ठाउँमा आउने जाने घुम्ने गर्दछन् र देख्न सक्नुहुन्छ कस्तो राम्रो झिलिमिली है मनै लोभ्याउने दृश्यहरू देख्न पाइनेछ। र अब म यहाँबाट राइट टर्न गरेर एलओडी तर्फ मुभ हुँदैछु र
अब भने हेर्न सक्नुहुन्छ। र यति बेला म ठ्याक्कै काठमाडौँ बर्गर हाउस अगाडि आइपुगेको छु। पक्कै पनि काठमाडौँको ठमेलमा आउनुभयो भने काठमाडौँ बर्गर हाउसमा आएर बर्गर खान चाहिँ बर्गर स्यान्डविच खान चाहिँ पक्कै पनि नभुल्नु होला। एकदमै मिठो एकदमै स्वादिलो बर्गर स्यान्डविचहरू बन्ने गर्दछ यहाँ। बाँकी अरू त अब धेरै कुराहरू छन्। भिडियो हेर्दै जानु होला भन्न चाहन्छु। र यति बेलाको बसाइमा म भने भिडियोको अन्तिम चरणमा आइपुगेको छु। र यति बेला ठ्याक्कै म शोभा भगवती मन्दिर अगाडि आइपुगेको छु है ठमेलको। र यहाँबाट एलओडी 100 मिटर 50 मिटरको डिफ्रेन्टमा पर्न जान्छ। र पक्कै पनि यति बेलासम्म यहाँहरू सबैजनाले मेरो भिडियोलाई हेरेर साथ दिनुभयो। पक्कै पनि यहाँहरू सम्पूर्णप्रति एकदमै हृदयात्मादेखि नै आभार व्यक्त गर्न चाहन्छु। र आगामी दिनहरूमा यहाँहरूले सोचेको भन्दा यहाँहरूले चाहेको भन्दा अझै उत्कृष्ट भिडियोहरू बनाएर ल्याउन पाऊँ, यहाँहरू माझमा देखाउन पाऊँ, यहाँहरूलाई भिजिट गराउन पाऊँ। पक्कै पनि यही आशा यही अपेक्षा टक्र्याउँदै यहाँहरू माझबाट यति बेलाको बसाइमा पनि बिदा हुन चाहन्छु। पक्कै पनि सबैजनालाई शुभरात्रि शुभ सपनीको शुभकामना दिँदै यति बेलाको बसाइमा भने म यहाँहरू माझबाट छुट्न चाहन्छु। हस्त धन्यवाद।